ज्याकमा यो नामलाई नचिन्ने चाहिँ अलिक कमै मान्छे मात्र होला द रिचेस्ट म्यान अफ चाइना जसले चाहिँ एउटा इन्टरभ्यूमा भन्नुभएको थियो अरे क्या लाइक यदि तपाईँले चाहिँ कुनै पनि बाँदरलाई होइन एउटा हातमा पैसा र अर्को हातमा केरा राख्दाखेरि चाहिँ कुन चुज गर्छ त बाँदरले भन्नुहुन्छ भने चाहिँ डेफिनेटली त्यो बाँदरले चाहिँ दायाँ बायाँ नसोचिकन सिधै त्यो बनानालाई चुज गर्छ अरे क्या होइन किनभने त्यो बाँदरलाई चाहिँ यो कुराको ज्ञान छैन कि यदि मैले त्यो बनानाको ठाउँमा चाहिँ होइन पैसा चुज गरेको भए त्यो पैसाले यस्तो बनाना त कयौँ गुणा किन्थेँ होला भनेर है सो लाइक भाइ सेम हियर क्या हाम्रो वरिपरि पनि कयौँ त्यस्ता मान्छेहरू छन् जसले जब कि बिजनेस भन्दाखेरि चाहिँ डेफिनेटली बिजनेसलाई टुक्राएर आजको दिनमा चाहिँ जबै सेलेक्सन गरिरहनु भएको छ क्या है स्टिल उहाँहरूलाई चाहिँ यो कुरा थाहा छ कि जबमा कुनै पनि फ्रिडम पाइँदैन प्लस अर्काको अन्डरमा बसेर चाहिँ मरिमरि खट्नुपर्छ जहाँ चाहिँ आफू रगत पसिना बगाएर अर्कालाई धनी बनाउनुपर्छ भनेर थाहा हुँदै पनि स्टिल दे आर नट रेडी टु टेक एनी रिस्क फर देयर बिजनेस होइन सो वाट आइ एम ट्राइङ टु से इज होइन अब यदि तपाईँहरूलाई पनि होइन आफ्नो माइन्डसेटलाई चाहिँ टोटली चेन्ज गरेर एउटा जबबाट चाहिँ बिजनेसको दुनियाँमा जान मन छ अथवा चाहिँ आफूसँग हातमा भएको एउटा स्मार्टफोनलाई चाहिँ डिजिटल बिजनेसमा चाहिँ इन्भल्भ हुन मन छ आजको दिनमा चाहिँ होइन म पनि लाइफमा अब जबलाई स्टप गरेर चाहिँ म बिजनेसको दुनियाँमा चाहिँ इन्ट्री हुन चाहन्छु इन्भल्भ हुन चाहन्छु भने जस्तो लाग्छ भने चाहिँ ड्रप अ कमेन्ट बिलो होइन जहाँ चाहिँ वी क्यान वर्क टुगेदर जहाँ चाहिँ मैले तपाईँलाई चाहिँ जेरो लेभलबाट जुन कुरा मैले डिजिटल मार्केटिङको फिल्डमा सिकेको छु सेम कुरा तपाईँलाई मैले जिरो लेभलबाट पक्कै पनि गाइड गर्छु सो रेडी टु गो लेट्स गो इट